हामी नेपालीहरूको गाउँघरमै हुने एउटा फल, तर हामीले खासै महत्त्व नदिएको फल चाहिँ आज तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ मेरो घरमा भएको लहरामा यो मैले राखेको छु। यो लहरामा फलिरहेको छ। अब यसको धेरै महत्त्व छ। एउटा महत्त्व भनेको त यो स्वास्थ्यवर्धक भिटामिन सी, भिटामिन ए, पोटासियम, सोडियम र अन्य विभिन्न खाद्य तत्त्व चाहिँ हामीले पाउन सक्छौँ यसबाट। दोस्रो त खाना एकदम मिठो छ, फ्लेभर पनि एकदम राम्रो छ। तेस्रो भनेको यो फल्नलाई जम्मा 8 महिना, तपाईँले रोपेको 8 महिनामा यो फल्न सुरु गरिहाल्छ र वर्षको 2 सिजन तपाईँले टिपेर खान मिल्छ। र फल्दाखेरि पनि हेर्नु त कति फलेको छ, एउटा झालमा यस्तो फलेको छ। गाउँघरकोतिर सबैलाई बाँड्दाखेरि पनि एउटा झालको टिपेर बाँड्दाखेरि पनि सबैलाई पुग्नेवाला छ। र हजुरले यो बारमा लगाइदिनु भयो है, बारमा झाङ्गिएर जान्छ। कुनै पनि एउटा बोटमा लगाउनु भने बोटमाथि गएर जान्छ र त्यहाँ फल्छ, प्रशस्त मात्रामा फल्छ र तपाईँले टिपेर खान सक्नुहुन्छ। अब मेरोमा भएको चाहिँ यो पहेँलो हुनेवाला, पाकेपछि पहेँलो, अहिले हरियो छ, पाकेपछि पहेँलो हुनेवाला हो। अर्को पर्पल कलरको पनि हुन्छ। र म एउटा तपाईँलाई यो पाकेको त छैन, तर एउटा काटेर चाहिँ म देखाउन चाहन्छु है त।